नमस्कार साथीहरु, म हिमाल श्रेष्ठ। आज म तपाईलाई चाहिँ रिल्स भिडियोमा कति भ्युज आउँदाखेरि कति कमाइ हुन्छ फेसबुकमा भनेर जानकारी गराउन गइरहेको छु। मेरो एउटा भिडियोमा चाहिँ लगभग 12,800 भ्युज आएको छ एउटा रिल्समा। त्यसमा चाहिँ कति इन्कम भयो भनेर म तपाईलाई देखाउने छु। त्यसमा चाहिँ मेरो लगभग 12,800 भ्युज आउँदाखेरि $0.24 चाहिँ मेरो इन्कम पैसा आएको छ। तपाईहरुलाई म यहाँ स्क्रिनमा मैले देखाइरहेको छु। तपाईले यहाँबाट नि देख्न सक्नुहुनेछ कि कति भ्युज आउँदा कति डलर आइरहेको छ। यदि यसै गरेर राम्रो भ्युज आउने हो भने हामीले फेसबुकबाट पनि राम्रै पैसा कमाउन सकिन्छ। हामीले भिडियोहरु राम्रो कन्टेन्टहरु बनाएर यदि 1 लाख 1.5 लाख 2 लाख भन्दा माथि भ्युज गयो भने तपाई पनि अनुमान गर्नुस् कति कमाइ होला त। 12,800 भ्युज आउँदा त यति हुन्छ भने यदि राम्रो भ्युज आउनेहरुको कति होला त। त्यसैले यदि हामी पनि फेसबुकबाट यदि तपाई पनि फेसबुकबाट पैसा कमाउन चाहनुहुन्छ भने चाहिँ यसै गरेर भिडियोहरु बनाएर अपलोड गर्नुस्। कन्टेन्टहरु चाहिँ एकदम ओरिजिनल सकेसम्म आफ्नो भोइसबाट बनाउनु भो भने चाहिँ तपाईहरुले पनि छिटो प्रगति गर्न सक्नुहुनेछ। तपाईहरुले कन्टेन्ट मोनेटाइजेसन चाहिँ छिटो पाउन सक्नुहुनेछ है त साथीहरु।